देशका बहालवाला मन्त्री र देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन संसदीय छानबिन समिति चाहिन्छ। त्यसबाट छानबिन गर्नुपर्छ हामी, किनभने यो सामान्य कुरा होइन। यो आज देशका अर्थ करका दरहरू हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो त्यो सूचना? त्यो सामान्य कुरा हो। अनि भन्सारको एउटा कर्मचारीलाई थाहा हुने कुरा हो त्यो? कसलाई थाहा हुन्छ? जम्मा 3 जना मान्छेलाई थाहा हुन्छ यो देशमा तपाईको अर्थमन्त्री करका दरमा। एउटा अर्थमन्त्री, यदि चाहे भने अर्थ सचिव, यदि चाहेपछि राजस्व सचिव। यदि अर्थमन्त्रीले अनुमति दिनुभयो भने कसरी सूचना लिक भयो? यो ठुलो अपराध हो र सुशासनको आँटमा बनेको सरकार हो यो। यो सरकार र अहिले सरकारको जुन 182 सिट आएको छ, 181-82, तपाईँ हामीले कुनै काम गरिरहेको होइन। जनता वाक्क भएर सुशासन हुन्छ भनेर आएका हुन्। अहिले कुशासनको बाटोतिर नलाग्नुस्, म तपाईँलाई अपिल गर्न चाहन्छु। भनाइ छुट्याउँ। त्यही भए हुनाले सम्माननीय सभामुखज्यू, मन्त्रीमाथि छानबिन हुन्छ, पूर्व मन्त्रीमाथि आफै छानबिन गर्ने, आफै निर्दोष हो भन्ने संसदीय छानबिन गरौँ न। पहिला प्रतिपक्षमा आउँदाखेरि हामीले मागेका थियौँ त, संसदीय छानबिन समिति गरौँ। अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ। यो राजद्रोह हो, यस्तो गर्न पाइँदैन सम्माननीय सभामुखज्यू। म त्यही अपिल गर्न चाहन्छु। हस्, धन्यवाद।